मानिस समाजले होला युवाहरूलाई साक्षी राखेर बनाउँछु यस पटकको भोट एउटा नेताका लागि होइन, पार्टीका लागि होइन। नेपाली जनताले आफ्नो लागि बसाल्छन् किनकि यस पटक नेपाली जनताले आफ्नो भाग्य र भविष्य इलेक्सन सामान्य नीति नेपालको इतिहासको त्यसलाई साबित गर्नको लागि हामी तयार हुनुपर्नेछ। हामी इतिहास बदल्ने बाटोमा हिँडेका छौँ। त्यसैले हाम्रो सल्लाह गर्नुमा हामी हाम्रो सल्लाह लिएर आएका छौँ। हामी नयाँ साथीहरू एकजुट भएर आएका छौँ। एउटा देश, एउटा झन्डा, एउटा पार्टी, एउटा चुनाव चिन्ह, एउटा प्रधानमन्त्री, एउटा सभापति, 5 वर्षको स्थायी सरकार। सुशासनको युवा ताजा बाई सुशासनको सुरुवात फागुन 21 को दिन। यो चुनावी सभा होइन, आज भाषण गर्ने कार्यक्रम त होइन, तर यो बाटोमा तपाईँले दिनुभएको यो माया, यो सद्भाव कायम राख्नुहोला। यो उपस्थितिमा तपाईँको अनुहारमा एउटा आशा छ, एउटा उमङ्ग छ। तपाईँहरूले आशा गर्नुभएको छ। यो जिम्मेवारीको जुन बोझ हामी उठाउन तयार भएका छौँ, यो जिम्मेवारी हामी खेर फाल्ने छैनौँ। हामी बिर्सने छैनौँ। यस देशमै काम गर्छु भन्दा अवसर नपाएर विदेशमा गएर त्यो मरुभूमिमा पसिना बगाएको साथीको एक थुपा पसिना हामी बिर्सने छैनौँ। हामी बिर्सने छैनौँ। यो देशका अब्बल युनिभर्सिटीहरूमा पार्टीको झन्डा टाँगेर साइनबोर्ड राखेर नेपालको विश्वविद्यालयलाई, नेपालको शिक्षालाई धराशायी बनाउनेहरूको हरकत हामी बिर्सने छैनौँ। यो राज्यको नसामा दलीय भागभण्डाको राजनीति घुसाएर देशलाई टकुन टाट पार्ने, देशको ढुकुटी लुट्नेहरूको षड्यन्त्र हामी बिर्सने छैनौँ। सुशासन माग्नका लागि संसद भवन अगाडि गएका हाम्रा भाइ बहिनीहरूलाई टाउकोमा र छातीमा ताकेर ढालेको हामी बिर्सने छैनौँ। अब न कसैको पसिनाको एक थोपो खेर जान दिन्छौँ, न शहीदको रगतको एक थोपो खेर जान दिन्छौँ। बस 21 गतेको प्रतीक्षा छ। नेपाली जनताले आफ्नो भाग्य र आफ्नो भविष्य लेख्ने दिनु। यसपटक एउटालाई दुईटालाई होइन, राजालाई र मनुष्यमा होइन। जहाँ जहाँ घन्टी बहाग उठेका छन् त्यहाँ जित्नुपर्छ। एक ठाउँ दुई ठाउँको कुरा होइन साथी। भ्रष्टाचारीलाई त कुनै ठाउँमा पनि बिताउने होइन। सबका सब भ्रष्टाचारीलाई एकै पटक बढार्ने सुनामी ल्याउने हो। नेपाली जनताको ताकतलाई 34